जब सुदामाले श्रीकृष्ण भगवानलाई भेट्न दरबारमा जान्छ तब लामो समयसम्म द्वारपालहरूले रोकेर राख्छ सुदामालाई। तब सुदामालाई एकपल्ट त कमसेकम श्रीकृष्ण भगवानले भन कि उसको परम मित्र सुदामा भेट्न आएको छ भनेर। श्रीकृष्ण भगवानले सुदामा नाम सुन्ने बित्तिकै आफ्नो आसन छोडेर आफ्नो सुदामालाई अतुर भएर सुदामालाई भेट्न आउँछ। तब दुईजना एकअर्कामा अँगालो मार्छन्, रुन्छन्, दुईजना विलाप गर्छन्, दुईजना बल्ल बल्ल भेट भएकोमा दुईजना यसरी अँगालो मारेर खुसी हुन्छन् र यसरी सुदामालाई दोहोऱ्याएर यसरी ल्याएर आफ्नो आसनमा राख्छन्। पहिला पहिला त सुदामा मान्दैन श्रीकृष्ण भगवान आसनमा बस्नु, त तिमी मेरा परम मित्र हो, तिमी बसेको र म एउटै हो भनेर श्रीकृष्ण भगवानले सुदामालाई आफ्नो आसनमा राख्छ। तब दुईजना बात मार्न थाल्छन्। श्रीकृष्ण भगवानले सुदामाको दशा देख्छ, खुट्टाभरि त्यसरी काँडा पसेको मैलो खुट्टा सबै श्रीकृष्ण भगवानले पखालिदिन्छ। श्रीकृष्ण भगवानले सुदामाको चरणमा रुन्छ उसको दशा देखेर र यस्तो प्रकारले सबै अन्तमा श्रीकृष्ण भगवान अब लुगाहरू सबै वस्त्रहरू चेन्ज गरिदिन्छ अनि हाल खबर एकअर्कामा सोध्न थाल्छ कि भाउजू कस्तो हुनुहुन्छ, छोराछोरी कतिजना छन् भन्दै। अनि सुदामाले पनि श्रीकृष्ण भगवानलाई सोध्छ। श्रीकृष्ण भगवानले पनि आफ्नी रानीहरूलाई परिचय गराउँछ र यस्तो प्रकारले दशहरा सबै देखे श्रीकृष्ण भगवानले आफ्नो सल यसरी खोलेर श्रीकृष्ण भगवानलाई अडाइदिन्छ र सम्मान दिन्छ। कतिसम्म हुन्छ आफ्नो परम मित्रले यसरी सेवा गर्छ।